हेलो हामी चाहिँ व्हाइट गुम्बा जाँदैछौँ होइन। हाम्रो केटाहरू चाहिँ अब अहिले चाहिँ ट्राभलबाट प्रस्थान गऱ्यौँ। अब हेरौँ कति टाइममा पुग्छ होइन। अब पानी पुरै आज चाहिँ होइन, पानी धरो चुक्लाको छ। अब व्हाइट गुम्बाको चाहिँ घुमाइ चाहिँ आज राम्रो हुन्छ कि अब त्यो पानी छुट्याइ हुन्छ त्यो चाहिँ अब हेर्न बाँकी छ है त साथीहरू। हामी त पुरै होइन यहाँ पानी आउला चाहिँ बाटो धुलो पनि उडेको छ होइन। अब हाम्रो यात्रा चाहिँ जारी नै छ व्हाइट गुम्बा जाने। लगभग हामी स्वयम्भूको नजिक आइपुग्यौँ। स्वयम्भूको जुरो पनि देख्यो यहाँबाट होइन। अब यो चाहिँ बालाजी चोक। अब बालाजी चोकबाट स्वयम्भू लगभग 1.5 किलोमिटर समथिङ होला। अनि त्यसपछि चाहिँ हामी राइड लागेर चाहिँ व्हाइट गुम्बातिर जान्छौँ। ल गाई ल हामी चाहिँ अहिले चाहिँ होइन स्वयम्भूमा आइदियौँ। अब स्वयम्भू होइन अब यहाँबाट चाहिँ हामी अब 160 किलोमिटर 160 मिटरबाट चाहिँ राइड लाग्दैछौँ व्हाइट गुम्बाको लागि होइन। लगभग अब चाहिँ धेरै छैन होला, हामी 15-20 मिनटमा चाहिँ पुग्दैछौँ है त साथी। अलि अगाडि हिँड्नु त आराम पुग्नु। मेरो स्वर ठिक छैन। हाल्नु न क्या हामी चिक्का जाँदैछौँ रे, व्हाइट गुम्बा जाँदैछौँ होइन। बिराट भयो नि आएको हुन्छ भनेर काम हेर। तपाईँबाट मासतिर लागेपछि चाहिँ एकदमै धेरै जाम होइन। जम्मा 10 दिनको लागि खुलेको भएर चाहिँ एकदमै जाम भइरहेको थियो र हामी पनि त्यही जाममा फसेर बिस्तारै जाँदैछौँ। बाटो एकदमै उकालो भएको कारण चाहिँ हाम्रो बाइकको क्लच प्लेट गयो। हाम्रो चाहिँ व्हाइट गुम्बा जाने क्रममा चाहिँ बाइकको क्लच प्लेट गएर तनाव भयो। यस्तो के यस्तो ठाडै होइन जाम। हाम्रो त यहाँ त केही भएन है। यो साइन दादा होइन, यो दादा हो। यस्ता बाइक चाहिँ क्लच प्लेट जाने के गर्नु गाह्रो हो। पानी पऱ्यो साह्रै गाह्रो। हाम्रो वृत्तान्त सुनाइदिनुहोस् न यहाँसम्मको। है तेरिका बाइक बिग्रेर क्लच प्लेट गएर 2800 घुम्न आएको चर्ल्याममा पैसा चाहिँ बाइक ठाउँमा नभइकनै गयो होइन। अनि घुम्न आएको पैसा बाइकमा गयो, बर्बाद भएन पिडा। ल अब हामी बाइक बनाएपछि चाहिँ पानी भयो नि एकचोटि पुग्ने भनेर चाहिँ लागेका छौँ होइन। है त ल हामी लाग्यौँ। पानी परेर फर्किँदाखेरि चाहिँ एकदमै धेरै जाम भइसकेको थियो। पानी रोकिँदाखेरि फेरि जाँदाखेरि जाम एकदमै फेरि बढ्यो है त। बाटो चाहिँ एकदमै उकालो छ है, त्यो भएर चाहिँ एकदम होसियारका साथ जानुपर्ने छ र बाइक चाहिँ हाफ क्लचमा कुदाउनु पऱ्यो हामीलाई चाहिँ जाम भएर र क्लच प्लेट पनि गएको थियो।
गुम्बाको प्रवेशद्वारनेर आइसकेका छौँ र व्हाइट गुम्बा चाहिँ यता राइट साइडमा लागिसक्यौँ र हामीले यहाँनिर कम्पाउन्डमा पार्किङ गऱ्यौँ। लाग्यो है हामी चाहिँ के हेर्न आएको के हेर्न आइपुग्यौँ। यो यहाँबाट राम्रो देखिन्छ त रूपक छ सुमन छ आइयो होइन हामी यतापट्टि पानी परेर सुमन अङ्कल नि हुनुहुन्छ खै खै एकैछिन शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि तलबाट 3 स्टेप माथि जाँदाखेरि चाहिँ यस्तै 3 ठाउँमा बुद्धको मूर्ति भए पनि सबभन्दा टपमा रहेको यो बुद्धको मूर्ति चाहिँ एकदमै ठुलो होइन एकदमै यहाँबाट राम्रो दृश्य देख्न सकिन्छ। कस्तो छ ठाउँ ए बोबाले यार होइन यार त्यो भित्रै पनि कस्तो कडा के अब तलदेखि माथिसम्म हिँड्दा हिँड्दै त्यो ठाउँ नै कभर गरेर अनि दामी ठाउँ बनाएको रहेछ एकचोटि क्यामेरा खोलेपछि बन्दै गर्नु हुँदो भाइले दामी हो के यहाँनिर चाहिँ लामा पढाइ भइरहेको छ यो लामाहरूको पाठ भइरहेको छ। बुद्धं शरणं गच्छामि धम्मं शरणं
शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं यहाँबाट सुरु भएर यहाँ एउटा 2टा स्टेसनहरू 3टा स्टेसन हुन्छ होइन एकदम राम्रो देखिन्छ धम्मं शरणं र यसका साथसाथै हामी व्हाइट गुम्बा घुमिसक्यौँ र तपाईँलाई आजको केही प्रतिक्रिया दिनुहोस् त आजको प्रतिक्रिया भन्दा चाहिँ एकदम हाम्रो चाहिँ रमाइलो घुमाइ भयो होइन बाइक बिग्रियो पानी पर्यो जति जे सुकै भए पनि हामी चाहिँ यहाँसम्म आइपुगेरै छाड्यौँ तपाईँहरू पनि आउनु होला माथिबाट चाहिँ काठमाडौँको भ्यू हेर्दा चाहिँ कहाँ पो आएँ जस्तो हुँदो रहेछ कि तपाईँलाई भन्नुहोस् त हामी सबैका काका आदरणीय सुमन खतिवडा अङ्कललाई पनि केही बोलिदिनु भने आग्रह गर्छु के बोलाउँ बाइक बिग्रिया छ बाइक बिग्रिया 2-3 घन्टा लस भइदियो पानी पर्यो अनि तै पनि लास्टमा घुम्न चाहिँ डेस्टिनेसनमा चाहिँ लास्टमा भयो भने आइयो धेरै घुम्ने त्यति टाइम त हामीसँग भएन नहुँदा पनि जस्ट इन्जोय गऱ्यौँ रमाइलो गऱ्यौँ टिपिटप ल हाम्रो सुजन सरलाई पनि आजको यात्राको केही विवरण भनिदिनु हुन आग्रह गर्दछु यात्रा राम्रो थियो 10 दिन मात्रै होइन यो वर्षभरि खोलिरहेको भिड कम हुन्छ बाइकहरू पनि बिग्रिँदैन बाइकहरू बिग्रिन्छ प्लस जान्छ दुःख पाइन्छ पानी नपरोस् पानी पर्ने बेला नआउनु आयो नि रेनकोट लिएर आउनु रेनकोट ओड्नुपर्छ रमाइलो छ ल यसका साथसाथै हाम्रो भ्लग पनि यतिकै समाप्त हुँदैछ तपाईँ पनि आउनु होला एकदमै रमाइलो छ है रूपक नेपाल अफिसियल युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नु होला है त।